मलाई चाहिँ हैन बिहेमा पर्सनली मन पर्ने भनेको चाहिँ वेलकम गर्दाखेरि राम्रो लाग्छ अनि त्यसपछि हातको जुत्ता लुकाउँदाखेरि हैन खाना त मलाई त्यति मन लाग्दैन अनि नाच्न बाबरे यति भइसि त पुग्यो मलाई अनि यहाँ चाहिँ हाम्रो वेलकम गरिसकेको थियौँ हैन दुलालाई लिन जाने हुन्छ हैन उहीसम्म अनि त्यसपछि यहाँ चाहिँ अब हाम्रो जुत्ता भन्छु खुट्टा धुने चलन हुन्छ हैन सबैको त्यही नै गर्दै थियौँ अनि त्यसपछि जुत्ता यति बेलै नै ढुकाएको अब यो चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स थियो हैन अनि अब बिना दिदीको पालोमा चाहिँ यस्तो गर्छु म किनकि ठुलो दिदीको पालो पनि यस्तो केही नै भएन हामी सानो सानो थियौँ अनि यहाँ चाहिँ हाम्रो ठुलो बडा डान्स गर्दै हुनुहुन्छ यति राम्रो नाच्नुहुन्छ नि यहाँ अनि यहाँ चाहिँ हामीले बिना दिदी र मैले चाहिँ पहिला बिनाजुको खुट्टा धोइदिउँ अनि त्यसपछि यहाँ चाहिँ बिनाजुको भाइ हुनुहुन्थ्यो अनि त्यसपछि मलाई थाहा थिएन कसको खुट्टा धुन्थ्यो भनेर अनि त्यसपछि चाहिँ बिनाजुको पालो थियो मलाई चाहिँ अहिले रुगा लाग्छ कि भोइस ओभर गर्दाखेरि त्यही भएर साउन्ड अर्कै आएर होला यहाँ चाहिँ हामीले खुट्टा पनि धोइसक्यौँ जुत्ता पनि ढुकाइसक्यौँ होइन अनि भिनाजुर चाहिँ जान्लामा चाहिँ देउराहरूको टाइम जो यो ब्ल्याक कलरको स्टिक देखिरहनु पानी यो चाहिँ फुलामको हुन्छ मलाई एकजनाले सोध्नु भएको थियो के हो भनेर योलाई बर्ची भन्छ थारूमा होइन अनि थारूमा चाहिँ पूजा कोठालाई हामीले देउरार कोठा भन्छौँ हो त्यहाँ चाहिँ जान थाल्नुभयो अनि यति बेला चाहिँ एकचोटि अरू धोका छेक्छ होइन अनि त्यसपछि म र बहिनी चाहिँ गएको थिएँ धोका छेक्न अनि त्यसपछि यहाँहरूले गेट पास के लाग्छ भन्नुहुन्थ्यो होइन अनि त्यसपछि मलाई भन्न आइरहेको थियो त के भनौँ भनेर होइन अनि दुलापट्टिबाट के भन्नुहुन्थ्यो हाम्रो यो भाइलाई लैजाऊ भनेर अनि मलाई त्यस्तो हाँसो लागिरहेको थियो नि अनि पछि चाहिँ हामीले गेट पास दिइहाल्यो अहिले देखाउँछु अनि यहाँ चाहिँ रिचुअल्सहरू गर्दै हुनुहुन्छ होइन दुलापट्टिले दुलै लिन आइसकेपछि देउतालाई खै के गर्नुपर्छ होइन हो त्यही चाहिँ गर्नको लागि आउनु भएको थियो यहाँ मलाई त्यति राम्रोसँग थाहा भएन हाम्रो ठुलो बुवाले चाहिँ सबै गर्नुहुन्छ त्यही उहाँहरूले चाहिँ गरिरहनु भएको थियो सिकाइरहनु भएको
यहाँ चाहिँ खै के गर्दै हुनुहुन्थ्यो त्यो त मलाई थाहा भएन होइन मैले कुरा सुनिहाल्नु छाकी थर्काउने के भन्दै हुनुहुन्थ्यो अनि एक प्रकारको रिचुअल्सहरू गर्दै हुनुहुन्थ्यो अनि यहाँ चाहिँ हाम्रो दिदी हुनुहुन्थ्यो कि जो दुलै हो मैले चाहिँ देख्न पनि पाएन कि राम्रोसँग यति बिजी थिएँ नि म यिनीहरू कतिखेर गएर भिडियो बनाएर चाहिँ म त झन् कुन दुनियाँमा थिएँ म आफैलाई थाहा होइन होइन अनि मैले लास्टमा दिदीलाई देखाम कति बेला भनेपछि मलाई कसले दिदीलाई बोलाएर ल्याऊ भनेको थिएँ अनि त्यसपछि चाहिँ देखेको थिएँ अनि यहाँ चाहिँ मलाई यस्तो नाच्न मन लाग्थ्यो नि मैले नाच्ने मौकै पाएन मलाई सुरुमा दाइले पठाउनु भएको थियो पहिला सुरुमा त म एक्लै जानै नरहिहालेँ मान्छे धेरै देखेर पछि त कोहीले नि बोलाएन अनि पछि लास्टमा बिहिसकेपछि चाहिँ एकछिन नाचेको थिएँ हामी चाहिँ भिनाजुको जुत्ता लुकाएको थियौँ होइन अब पालो चाहिँ दिन जाने यति मसला भएको छ नि यसमा म तपाईँहरूलाई पछि मन लाग्यो भने भन्छु मन लाग्यो भने भन्दैन यहाँ चाहिँ अब सबैजनाले टिका लगाइदिँदै हुनुहुन्थ्यो होइन माइतीपट्टिबाट अनि त्यसपछि चाहिँ म यहाँ केही फोटोहरू एड गरेको छु अनि मेरो मोबाइलको ब्याट्री यति डाउन भइसकेको थियो होइन अनि कति पर्सेन्ट मात्रै थियो त्यही भएर मैले भिडियो बनाउनु पाएन अब दिदी बिराजसँग यति फोटो खिच्ने रहर लागेको थियो भने होइन त्यो पनि खिच्नै पाएन अनि गइहाल्नु अनि त्यसपछि चाहिँ हामी उहाँहरूलाई छोड्न गएको थियौँ होइन अनि त्यति बेला चाहिँ एकछिन म भिडियो बनाएको थिएँ त्यसमा चाहिँ के थियो भन्दाखेरि ठाडोवाला डोली थियो जो कि यो डोलीमा चाहिँ दिदी र भिनाजु बस्नु भएको थियो होइन यति जोड जोडले हल्लाइदिरहेको थियो नि डोली चाहिँ हेलो गाइस नमस्कार राधे राधे हरे कृष्ण म चाहिँ अहिले भिडियो एडिट गर्दै थिएँ होइन सुतेर उठेर नाच्ने रहर लाग्थ्यो नि मलाई यति नाच्ने रहर लाग्थ्यो दिदीलाई छोड्न गाउँला पनि नाच्न पाएन त्यसपछि सुरुमा त मलाई दाइले यति कर गर्नुभएको थियो दुइटै दाइले जाउँ नाच्न भनेर होइन अनि म मान्छे देखेर डराएको थिएँ सुरुमा म भने म एक्लै जाँदिनँ कोहीलाई अरूलाई पहिला लग्नुहोस् भनेर म गएपछि जाँदैन अनि त्यसपछि म चाहिँ खै के काम गर्नु गइहालेँ अनि पछि बहिनीहरू गएको थिएँ नाच्न पछि सबैजना नाच्यो कि हाम्रो सिस्टरमा सबैजना नाच्ने नै हुनुहुन्छ म चाहिँ त्यतिखेर नाचेर म जुत्ता छोपेर हिँडिरहेको थिएँ कि त्यही भएर त्यसपछि त्यो एउटा कुरा पनि भन्छु भनेको थिएँ नि कि जुत्तामा यति मसला भएको थियो भनेर के भएको थियो भनेपछि खुट्टा दुनियाँलाई मैले जुत्ता यसरी दिएको थिएँ कोलाइदिएको थिएँ मलाई थाहा छैन होइन त्यसपछि जुत्ता नुकाएछ मेरो ठुलो बहिनीले आस्था बहिनीले म मजा त्यही छोडिदिरहेको थिएँ त अनि त्यसपछि डुलापट्टिबाट भन्नुभयो कि मजा पनि लैजाऊ साली कहाँ गरी मजा खालि छोड्नु भन्नु मजा पनि दिएँ जुत्ता आस्थाले लगेर नुकाएछ अनि उसलाई मात्रै थाहा रहेछ कि जुत्ता कहाँ नुकाएछ अरू कसैलाई भनेर रहेनछ फ्यामिलीमा अनि त्यसपछि अर्को मजा फेरि शिखा बहिनीले लगेर फ्रिजमा नुकाएको रहेछ होइन अनि त्यसपछि उसले के भन्यो भन्दाखेरि यस ओके सो यता मेरो होस्टेलमेट आउनु भएको थियो कि अनि त्यसपछि के भयो भनेपछि अनि त्यसपछि मलाई केही थाहा थिएन होइन अनि त्यसपछि शिखा बहिनी आएर के भन्छन् एन्सा दिदी म बिर्सिहाल्छु मलाई सम्झाउनु होला मैले मजा चाहिँ फ्रिजमा नुकाएर राखेको छु भनिन् होइन अब मेरो रियाक्सन यस्तो देख्यो म अनि के गर्यो मैले यति हाँसेँ म होइन फ्रिजमा नुकाएको छु भनेपछि अनि त्यसपछि ल ठिक छ भन्यो अनि त्यसपछि जुत्ता गएको चाहिँ यो मेरो दिमागमै आएन कि अनि त्यसपछि पछि जति फर्किने बेला उहाँले भन्नुभयो कि जुत्ता लिएर आऊ भन्नुभयो अब भइल म भन्छु जुत्ता कहाँ छ अनि मैले शिखालाई पनि जुत्ता कहाँ छ आस्थालाई थाहा छ भन्छन् आस्थालाई फोन गरेको छु अनि त्यसपछि यति नोइज थियो ऊ फेरि घुम्न गएको
अनि फोन गरेर भने यस्तो जुत्ता कहाँ भन्छु अनि त्यसपछि त्यही छ माइजूलाई थाहा छ भन्छु जुत्ता कहाँ छ त्यो भन्छु माइजूलाई थाहा छ भन्छु होइन अनि त्यसरी माइजूलाई सोधेँ माइजूले भन्नुहुन्छ माइजू भन्नाले मेरो ठुली आमा माइली आमालाई सोध भन्नुभयो माइली आमालाई सोधेँ उहाँले भन्नुहुन्छ मलाई थाहा छैन अनि उसलाई मात्रै थाहा थियो पछि फेरि अर्कोचोटि फोन गरेर कहाँ छ जुत्ता सिरकमा छ माथि कोठामा दगुरेर गएँ मेरो स्यान्डल लगाएर खुट्टा यस्तो मेरो खुट्टा थाहा छ 2 हप्तासम्म मेरो ठिकै भएन स्यान्डल लगाएर अनि त्यसपछि म माथि दगुरेर गयौँ सिकाएर म खोज्न अनि उनले त फेरि जस्तै बजार निकालिहालिँदैन जुत्ता खोजेको छु फेरि फोन गर्छु कहाँ छु जुत्तै भेटाएन सिरकको भित्रै छ भने पछि पुरा सिरक पुरा खोटल पारेपछि भेट्यो जुत्ता चाहिँ भेटिगएको थियो होइन अनि त्यसपछि मेरो मोबाइलमा ब्याट्री थिएन म के सोचेँ म एकैछिनमा गएर घरबाट के अरे चार्जर लिएर आइहाल्छु भन्ने सोचेँ होइन अनि फेरि जुत्ता खोलाइदिउँ भने अहिले चाहिहाल्यो भनेपछि खोलाइदिउँ भने अनि त्यहीँ सोल्टिना आउनु थियो अनि सोल्टिनालाई भने सोल्टिना जुत्ता तपाईँ पक्रिनु होला म एकैछिनमा गएर आउँछु भने त म बस घर मात्रै पुगेको थिएँ फोन आउँछ जुत्ता गएको छ भनेर म भने भर्खरमा जुत्ता यति टेन्सनले खोजेर आउँछु कि अब फेरि जुत्तै गायब भइसक्यो अनि फेरि मैले सोल्टिनालाई त्यहाँ भने होइन अनि फेरि दिदी भन्छ को सोल्टिनालाई त्यहाँ सोल्टिनाले छैन भन्नुहुन्छ होइन ल भयो म आउला छु भनेर फेरि म गएँ होइन म जान्छु त भन्नुहुन्छ सोल्टिनाले शिखा सोल्टिना लग भाउ भन्नुहुन्छ अब सोल्टिनाबाट फेरि शिखा सोल्टिना आउने गएछ शिखालाई खोज्दा फेरि शिखालाई खोजेपछि तिनले जुत्ता दिए अनि त्यसपछि चाहिँ हामी माथि गएर अनि भिराजुलाई जुत्ता रिटर्न दिएको अनि बल्छी पनि रिटर्न दिएको अनि यो भिडियो चाहिँ मसँग छैन किनकि मेरो ब्याट्री डाउन भइसकेको थियो भन्ने थियो होइन अनि त्यसपछि यो चाहिँ सायद दुलापट्टि होला अनि त्यसपछि यति हो कहानी मेरो जुत्तावाला कहानी चाहिँ राति यति नाच्न मन लागिरहेको थियो होइन मलाई अनि त्यसपछि राति चाहिँ मेरो त्यो दिदीको छोराहरू थिए फुपूको छोराहरू थिए उहाँहरूले चाहिँ तारेर रिक्वेस्ट गरेपछि नाच्न गएको थिएँ मलाई यस्तो मन लागिरहेको थियो नि मलाई फेरि कस्तो छु भन्दाखेरि सुरुमा म बोल्दैन अनि सुरुमा म जाँदा पछि कसैले बोलायो अथवा कसैले लग्यो भने फेरि म फेरि धेरै फ्रेन्डली भइहाल्छु नि अनि त्यसपछि चाहिँ एकछिन नाच्थेँ यति राम्रो नाच्नुहुन्थ्यो त्यहाँहरू मलाई त नाच्नु पनि आइरहेको थियो त यसो हल्ने मात्रै अनि कुरा गऱ्यो भने धेरै नै लामो हुन्छ मैले बङ बोल्छु कि अहिले छन त म इन्ट्रो टाइप नै छु तर फेरि फ्रेन्डली भयो भने चाहिँ म बोल्छु एन्ड हियर मैले राधा नाम लेखेको थिएँ हाम्रो राधा रानीको ओके गाइज भिडियो कस्तो लाग्यो कमेन्ट गरेर भन्नु होला अनि त्यसपछि टाटा अर्को भिडियो भेटौँला